मेरो परिवार सबै पाहुनाहरू हुनुहुन्छ सबैलाई प्रभु यीशु ख्रीष्टको नाममा नमस्कार भन्न चाहन्छु। जय मसीह। मेरी क्रिसमस अनि शुभकामना भन्न चाहन्छु र परमेश्वरले सबैलाई आशीर्वाद दिनुहोस्। उपस्थित सबैजनालाई हाम्रो समूहको तर्फबाट जय मसीह अनि क्रिसमसको शुभकामना सबैजनालाई। हामीलाई प्रस्तुत गर्न गइरहेको भजनको बोध चाहिँ शुभ खबर हो। शुभ दिनमा शुभ खबर सबैजनालाई सुनाउनलाई हामी भजन हामीले माझमा प्रस्तुत गर्न गइरहेको छौँ। हस्त बाँकी शब्दहरू भजनबाटै सुनाउँ।
चिया पसलमा दुनियाँभरको राजनीतिको गफ पिर्दै अनि चिया खाँदै के पो घरको कामहरू सम्झिनु कस्तो जयकेन्द्रसँग म फसिएछु के गर्नु
Hey,
मर्नु भएको थिएन तर तपाईहरुले आफ्नो छोरालाई तपाईले आफ्नो बोयफ्रेन्डलाई कतिको माया गर्नुहुन्छ हामीले त्यो कुरा देख्दिनौँ त उहाँलाई एउटा मरेको एक्ट गरिदिनु भनेको थियो किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुहुन्छ यूहन्ना 3:16 मा हाम्रो वचनमा भनेको छ बाइबलमा परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो उहाँले आफ्नो एकलौटे पुत्र मात्र संसारलाई दिनुभयो उहाँमा विश्वास गर्ने पनि नासुने छैन यसैकारण उहाँ चाहिँ आज मानिसको रूपमा संसारमा हामी पापीहरूलाई हाम्रो पाप क्षमा गर्न हामीलाई अनन्तको जीवन दिन उहाँ चाहिँ संसारमा आउनुभयो परमेश्वरले आफ्नो एउटै पुत्रलाई मानिसको रूपमा पठाउनुभयो संसारमा यस्तो प्रेम हो उहाँको चाहिँ अनन्त प्रेम तर आज आमा बाउ छोरा छोरी श्रीमान श्रीमती गर्लफ्रेन्ड बोयफ्रेन्ड सबैले गर्ने प्रेम चाहिँ छोएको अनि त्यो एकैछिनमा टनेर जान्छ त्यो स्वार्थी प्रेम हो तर परमेश्वरले निस्वार्थी प्रेम गर्नुहुन्छ अनन्तको प्रेम गर्नुहुन्छ आज यही प्रेम थियो तपाईँको बात तपाईँलाई मैले भनेको तपाईँले मेरो नाम प्रेम हो मलाई कसैको प्रेम चाहिँदैन भन्नुभएको तर अहिले बुझ्नु भयो परमेश्वरको प्रेम होइन बाबा मैले बुझेँ तपाईँले बुझ्नु भयो अहिले हजुर अब तपाईँ हामी सबैजना गएर हाम्रो परमेश्वर जसले हामीलाई पापदेखि छुटकारा दिनु हामीलाई नयाँ जीवन दिनु आउनुभयो अनि कहिले पनि नाच्ने प्रेम दिनु आउनुभयो हामी त जम्मै त हाम्रो चर्चमा क्रिसमस कार्यक्रम गर्न
उनीहरूको आँगमा कुदिरहेको झुम्रा गरेर म अन्धो छानिरहेको छु बाइबल ब्रेल र खोल्न खोजिरहेको छु अर्थ यूहन्ना 3को 16। म किन यस्तो लिरिक खिपिरहेछु जस्तो कि मेरो आत्मिक भावको 10-10वटा टाउको देखिरहेको छु। बतासले सडक सुकेको पाहाडलाई अलिक पर हटाएर पुर्याए जस्तो मेरो विश्वास। अथवा बन्चरे डाँडामाथि खाली प्लास्टिक उड्दै उड्दै 10 फिट आकाश छोए जस्तो मेरो अहम। म किन अनाथमा मूर्ख झैँ तर्क वितर्क गरिरहेछु। हो यो आक्रोशको बेला हो। मन्दिरभित्र येशूले व्यापारीको टेबल पल्टाए झैँ सेवाकाईको सत्ता कब्जा गर्नेहरूको सत्ता उल्टाउने बेला हो। नकाबधारीहरूको नकाब उतार्ने बेला हो। पाखण्डीहरूको सेखी झार्ने बेला हो। तातो फलाले टालेको मगज फुत्कार्ने बेला हो। धर्मको नाउँमा धार्मिकता बेच्ने व्यापारीहरूलाई बहिष्कार गर्ने बेला हो। झुटो अगमवक्ताको यति सास बाँकी राखी ढुङ्गा हान्ने बेला हो। यो अनुग्रहको युगमा छौँ नि त। पुरानो नियममा भइदिएको भए चाहिँ सिधै ढुङ्गाले हालेर मार्नु पर्थ्यो। अहिले चाहिँ यति सास, यो म बिम्बमा बोल्दैछु है, यो तपाईँको एकदमै लिटरली ढुङ्गा हालेर मार्नुपर्छ भनेको होइन। झुटो अगमवक्ताको यति सास बाँकी राखी ढुङ्गा हान्ने बेला हो। भ्रम पिएर सुतेकाहरूलाई फिट्ने गरी चिमोट्ने बेला हो। हकारेर डकारेर सपार्न खोज्दा पनि पश्चाताप नगर्नेहरूलाई कोर्रा हामी सात टाढा पारी लखट्ने बेला हो। म प्रश्न गर्छु, म सन्देह गर्छु, म जाँच गर्छु। जब भन्छन् ढोङ्गीहरू हामी अभिषिक्त जनमाथि नै सन्देह, माथिबाट आएको मुक्ति शक्ति र भक्तिमाथि नै सन्देह। जरुर महाशय स्वर्गदूत नै उर्मी आए पनि म सन्देह गर्दछु। चाहे त्यो पानीको बत्तिसमा होस् या आगोको बत्तिसमा, चाहे त्यो रोटी भाँच्ने आज्ञा होस् या निस्तारको चाड, झुटो चिटोले बोल्ने शिक्षादेखि सन्दारासम्म, झुटा आँखाले देख्ने स्वप्न दर्शनदेखि स्वर्गको दर्शनसम्म प्रभुको राज्य नजिकै छ। यो अन्तिम दिनको बेला हो। अमिल्दो शिक्षा दीक्षा विधि विधानमाथि सन्देह गर्ने बेला हो। म साँचो भन्दछु, यदि सन्देह गर्नु अविश्वास हो भने म आफ्नै विश्वासमाथि बारम्बार सन्देह गर्दछु, ताकि सूत्रवादी झुटो सिद्धान्तको दास नबनु, कुनै व्यक्तिवादी अन्धभक्त व्यक्ति बुझक नबनु। भेडाको भेषमा सहर बसेका बुवासाहरू मेरो सन्देहको घेराभित्र ठिक निशानामा छस्। र मैले म्यानबाट 2 धारे तलवार झिकिसकेको छु। काँडा र सिउँडीमाले श्रापित चरी आगो लाग्न सक्छ। काँडा र सिउँडीमाले श्रापित चरी आगो लाग्न सक्छ। सत्य You
माझमा एउटा गिटारबाट क्रिसमस भजन गाउन गइरहेको छु तपाईँहरू नाचेर पनि साथ दिन सक्नुहुन्छ है अनि मिस्टेक भयो भने क्षमा गर्नु होला अरूको महिना गर्नुहोस् थ्याङ्क यू
7जना को छ खै गर्नु न 7जना सुभाष दाइ आउनु सुभाष दाइ तालु बुझ्नु सुभाष दाइ हाम्रो हाम्रो सेवा एन्ड कम्युनिटीबाट हाम्रो सुभाष दाइ हुन्छ दाइ तपाईँ अगाडि आउनु भएको छ एउटा करेली कुन हुनुहुन्छ ब्ल्याक दाइ ब्ल्याक हुनुहुन्छ यो स्टप तपाईँलाई अर्को एकजना प्लिज को छ 6 जना बाँकी छ 6 जना चाहिँ यस्तो लेखा छ पछाडि हेर्नुहोस् कलर लेखा छ त्यही भएर नझुकोस् भनेर अब ह्यान्डपिकै गर्नु पर्ला जस्तो छ यता हेरेर चाहिँ 7 जना प्लेट चाहियो हो अझ 7 जना चाहियो त त्यही ढिलो गरेर अलि 7 जना छिटो गरेर चाहिँ गर्नु पर्यो हाम्रो पछाडि त्यहाँ 3 जना ब्रदरहरुको एकजना आउनु त 3 जनामा एकजना जो चुज गर्दैन छ जो आउँदैन हुन्छ आउनु न त्यही छिटो गर्नु पर्यो उहाँलाई तालिम बजाउन हाम्रो सेलेक्ट गर्नुभएको छ वर्षा कृपा 3 जना एकजना वर्षा कृपा एकजना कृपालाई पनि सबैले तालिम बजाउन हाम्रो कृपा गरेर आउनु भएको छ अब हाम्रो यहाँबाट एरेक हामी मान्छे ढिलो छु एरेक आउनु अलिक ढिलो होला हाम्रो लगाउने सागर भएन हाम्रो अगाडि आउँछ तालु सागर भएन हाम्रो अगाडि भएन 4 5 जना छ 2 जना मात्र 2 जना छ 4 5 जना 2 जना अर्को न तिमी अर्को लेखेको अर्को लेखेको अर्को न किन लि हामीले फिमेल चाहिन्छ किन फिमेल भन्दा फिमेल 2 जना छ अब 5 अब एकजना चाहियो एकजना छ 6 जना भयो अब एकजना चाहिन्छ हामीलाई यस्तो हेरिरहेको छु गरौँ ल तिम्रो विषयलाई पढाउ त सरिता बहिनी अगाडि लास्टमा पढाउने के मैले बहिनी हेर्छ बहिनी गरौँ मिसेसलाई चाहिँ पढाउ तिमी चाहिँ बस यो भाइ मिसेसलाई चाहिँ पढाउ लास्ट भाइ तिमीले खेलिसक्यो तिमी बस पहिला पढाउ सबै तालिम हामी साथी रुल स्टप गर्नु राम्रो तरिकाले गरायो सबैलाई